हाई एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ काठमाडौँको सेकेन्ड डे रहेको छ। बिहान उठेर म चाहिँ मेकअपहरू गर्दैछु। हामी चाहिँ किन काठमाडौँ आएको भन्दाखेरि हाम्रो चाहिँ इन्टरनेसनल मेकअप क्लासेस हुँदै थियो, जुन चाहिँ ब्राजिलियन मेकअप आर्टिस्टबाट हुन गइरहेको थियो। सो यहाँ मेकअप सिक्न जाने भनेपछि चाहिँ हल्का मेकअप गरेर जानै पर्यो अनि हल्का ड्रेसिङ सेन्स पनि मिलाएर जानै पर्ने हुन्छ नि त। सो अनि आजको फर्स्ट डे लुक चाहिँ मेरो यस्तो रहेको छ। हाम्रो क्लास चाहिँ बेस्ट वेस्टर्न प्लस काठमाडौँमा रहेको थियो, जसले गर्दा हामी अलिक टाढा भएकोले गर्दा इन्ट्राइप गरेर गयौँ। हामी चाहिँ होटल पनि आइपुग्यौँ। यहाँदेखि थोरै टाढा मात्र थियो, तर हिँडेर आउन सक्ने सम्भावना चाहिँ थिएन र हामी चाहिँ इन्ट्राइप नै गरेर आयौँ। होटल आइपुगेपछि देख्यो कि हाम्रो ब्राजिलियन आर्टिस्टको पोस्टर चाहिँ बाहिर राखिराख्नु भएको रहेछ र यहाँदेखि उता चाहिँ माथि सिँढी जाने ठाउँ थियो, त्यहाँबाट चाहिँ जानुपर्ने रहेछ। अब छोरी मान्छे भएपछि यति राम्रो मेरो देखेपछि पक्कै पनि सेल्फी त हान्नै पर्यो होइन। त्यसपछि भित्र जाने ठाउँ थियो र हामी गयौँ। सबैतिर चाहिँ यस्तो मजाले डेकोरेट गरेर चेयरहरू राखिराख्नु भएको थियो र हामी पनि हतार हतार ढिलो नगरिकन ब्रेकफास्ट पनि लिइहाल्यौँ। सो हामीले चाहिँ टिकट पनि पायौँ फाइनली सरको। अनि म चाहिँ एकदम इम्प्रेस भइरहेको थिएँ सरलाई हेरेर। त्यति बेला हाम्रो सर आउनुहुन्छ भनेर हामी चाहिँ एकदम वेटिङ गरेर सबैजना आफ्नो चेयरमा बसिरहेको थियौँ। अनि हामीलाई सरप्राइज दिनको लागि चाहिँ हाम्रो अभिषेक मलिक सर आउनुभयो, जुन चाहिँ हेयर स्टाइलिस्ट हो इन्डियाको। उहाँ सरको पनि क्लासेस हुन लागेको रहेछ नेपालमा हेयर स्टाइल सम्बन्धी। सो यहाँ साथीहरू तपाईँहरू पनि जोइन गर्न सक्नुहुन्छ भने चाहिँ मार्चमा चाहिँ हाम्रो सरको क्लास जोइन गर्न सक्नुहुन्छ। बियु इन्डियाले गर्नुभएको इभेन्ट प्रोग्राम चाहिँ एकदमै राम्रो थियो र भ्यालुएबल थियो। अनि हाम्रो फाइनली वेटिङ ओभर भइसकेको छ। वेटिङ इज ओभर। वाउ, हाम्रो बेस्ट आर्टिस्ट आउनु पाइसकेको छ ब्राजिलबाट। अनि म त केही मेरो शब्दै छैन होइन। म चाहिँ एकदम खुसी छु र उहाँको टेक्निकहरू लिनको लागि पनि एकदम एक्साइटेड। हाम्रो म्यामले चाहिँ हाम्रो सरलाई स्टेजमा स्वागत गरिसक्नु भएको छ र हामीलाई पनि सरले स्वागत गर्नुभयो। ओ माई गड, आइ एम सो लकी। हामी सबैजना लकी है। बियु इन्डियाले गर्नुभएको इभेन्ट्समा चाहिँ सबैजनालाई एकदमै भ्यालुएबल तरिकाले ट्रिट गरिराख्नु भएको थियो र यो कुरा चाहिँ मलाई एकदम राम्रो लाग्यो र म्यानेजमेन्ट पनि एकदम राम्रो लाग्यो। हाम्रो सरको चाहिँ फर्स्ट लुक हेर्न सक्नुहुन्छ, एकदमै आउटस्ट्यान्डिङ थियो, एकदमै राम्रो थियो। अनि त्यसपछि पालो रहेको छ हाम्रो खाना चाहिँ एकदमै टेस्टी थियो, साँच्चै मिठो थियो। अनि म चाहिँ अलिक धेरै खान्छु कि भनेर लिएर आएको थिएँ, तर सकिनँ है। खाना खाएपछि अलिकति ब्रेक टाइम रहेको थियो, त्यो टाइममा चाहिँ हामीले यसो अलिअलि भिडियो बनाऊँ न त भनेर मैले पनि एउटा भिडियो चाहिँ सर्ट लिइहालेँ। आजको आउटफिट लुक चाहिँ यस्तो रहेको चाहिँ हेर्न सक्नुहुन्छ। कस्तो देखेको छ कमेन्ट पनि गर्नु होला। र हाम्रो सरको टेक्निकबाट हामीले चाहिँ मेकअप एकदमै घोर तरिकाले सिकिरहेको थियौँ। र आज सेकेन्ड लुक रहेको छ ब्राइडल मेकअप लुक, हेर्न सक्नुहुन्छ। यस्तो राम्रो थियो है, छेउबाट यति राम्रो थियो। म चाहिँ एकदम अब्सेस नै भइरहेको थिएँ। कासमा पनि सर जत्तिकै ट्यालेन्ट र सर जत्तिकै मेकअप गर्न सक्ने भए भनेर सोचिरहेको थिएँ, तर अफकोर्स त्यो दिन पनि आउँछ है। सो यहाँ आजको भ्लग चाहिँ यति नै रहेको छ। हाम्रो क्लासेसको अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। ओके, बाई बाई।